Hello guys, welcome back to my channel. My name is Prajakti. It's day 2. Q2 Day 2, so आज चाहिँ नेपाली हामी इंग्लिश मिडियममा पढेको मलाई इंग्लिशमा भन्नु त मैले भन्दिस इंग्लिशमा अब नेपाली उल्था गर्दिनु नि त अनि जान्दैन पूजा गर्छौं mammals अनि घर जान्छौं सायद आजको भिडियो त्यही हो म त रेडी भइसकेँ पन्तालीलाई रेडी गर्दै हुनुहुन्छ अहिले फेरि आधा लिपस्टिक खाना पर्छ मुखमा इंग्लिश पढेर मैले नेपालीमा पढाएको म पुरै बोर्डिङ पढेर पहिलो स्टार्टको लागि निस्किन्छ सबैजना चिया थाले हाम्रो अर्को ब्लगर आसमा हुनुहुन्छ भिडियो आयो कि नि कम्पनी चल्नु मैले भने पनि आयो राम्रो हो नि चारजना मान्छे रोजगार पाउँछ यार अनि फ्याक्ट्री खोलेर रोजगार पाउने म त्यस्तै देखे आदि दादा फ्याक्ट्री बन्द हुनु नान्दिले अनमोल दादा फ्याक्ट्री बन्द हुने बित्तिकै यो मात्र छम राइट हामी अब जान लागेको मन्दिर राइडर सुनिता शङ्कर जान्छौँ हामी चाहिँ यस भैरव स्थान आयौँ नदेखेला तर यहाँ हजुरहरूले देख्नुभएको छ होला हिमाल मोबाइल जाँदैछौँ मन्दिर हामी होइन बाटोमा त्यो उस हिमाल देखेपछि हामी भजन गरिरहेछौँ जब वैकुण्ठमा भएर ठ्याक्क त्यही बेलामा आप्पा लोट्नै थाल्नु भएको थियो बल्ल बल्ल बस्नु भयो धन्न हामी यहाँ भैरव स्थान माथि आइसक्यौँ रोड लिनेर हिमाल देखेछ यता हिमाल देखेछ हामी बाहिर बस्यौँ यहाँ छिन् हाम्री काव्या यहाँ हुनुहुन्छ अनमोल दादा यहाँ आदित्य दादा पर्मिता सेम सेम हो को प्रतिमा जिल्ला कल्पना लाइनमा भ्यू हेर्दै बसेँ मम्मीहरू रोड लिन जानुभयो चढाउनलाई हामी लाइनमा लगाइसक्यौँ हामी 14 जना छन् बाबु पठाइदेऊ है बाबु ए खसी जस्तो भयो गाइस हामी लाइनमा बसिरहेको छौँ अझै पालो छैन हाम्रो मेरो पूजा सामग्री छ हामी यही बसिरहेको यहाँ आफूलाई कस्तो कुमारी छ यहाँ मम्मी कुमारी हुनुहुन्छ यहाँ ठुलो मम्मी कुमारी हुनुहुन्छ दादाहरू हुनुहुन्छ सक्यो 1 आवर लेटर हामी अझै पनि लाइनमा छौँ भलाको काठमाडौँको बजारमा हुन्छ भने अहिले जान भर्खर नजिकैला निरैछै बादल यस यो यस यो एउटै लिरिक फेरि फेरिमा कसरी बनाउँछु र अनि याद गरे कसरी याद गर्न सकिन्छ हो याद गरेर हो होइन गरेर एउटा मुखमा लिपस्टिक दाम छ त्यहाँ गाइस अब हामी लाइनमा आइसक्यौँ अब यहाँ पुरै दुःखलाई यति जानु त ग्याप राख भने बल्ल अनि लाइनमा जानु हामी आइसक्यौँ
हट्यो अब पैसा पनि हामी हाम्रो खालियो ल हामी यहाँ छन् जनताहरू हामी यहाँ तल आइसक्यौँ म पनि हामी अझै तल आएन हामी फेरि स्कुटीसम्म जाने हामी अझै तल जाने हो हामी अब माथि जाने हो ए माथि हो स्कुटी माथि हो नि रोड लिएको भाडाहरू त्यो छोड्न आएको अब फेरि बुझ्नु कुरो हजुरहरूले बुझ्नु पऱ्यो नि त दिमाग त लाउनु पऱ्यो नि बुझ्नु सो गाइस अब हामी चाहिँ जाने तयारी हुँदैछ यस कस्तो भयो हिजो हाम्रो ट्रिप कस्तो भयो कपाल बाल्दैछु अब हामी जानुपर्छ जान त मन लाग्छ नि तर के गर्ने जानै पर्छ अब भोलिबाट स्कुल पनि छ अनि सबैजना यही हुनुहुन्छ रेडी गर्दै हुनुहुन्छ सबै कुरा अनि बाबा चाहिँ उता प्रतिमा दिदीले छोड्न जानुभएको छ आएपछि चाहिँ हामी निस्किन्छौँ होला तर बाटोमा पनि रमाइलो गर्दै जान्छौँ यो ट्रिपलाई चाहिँ एकदम अनफर्गेटेबल बनाएर जान्छौँ सो डोन्ट फर्गेट टु स्टे गाइस हामी घरबाट निस्किसकेको थियौँ र हामी अहिले आएको छौँ कहाँ आएको छौँ हामी जोरधार आएको छौँ बट्टु र पकौडा खान अल फेमस तपाईँहरू पाल्पा आउनुभयो भने चाहिँ बट्टुक एन्ड पकौडा यु सुड नट मिस द्याट ओह्रालीमा न त्यो बाइक जग्गा हुन्छ नि त्यो बाइक हल्चक्क हुन्छ नि बक्खुरे तल सक्यो अनि खुट्टाले पुरा रोक्यो हातले पनि सर्पटेछ हामी सबै खाइसक्यौँ चिया पनि खाँदैछु चिया गाई खाँदै हुनुहुन्छ गाइस मैले चिया खाँदैछु चियर्स अब हामी चिया खाएर भएपछि यसलाई के भन्छ भन्नुहोस् है मलाई थाहा छैन म त हजुर भटौली गाउँबाट बाउ बाजेले नुन चाट्ने ठाउँबाट तानसेनको मिनी बस च्यालमा बसी बोलाउने कोनी लगायौ मोहनी चैट 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 धन्न हामी पालपा आइएछ स्कुटीमा बसी दोहोरी गाइएछ तानसेनको मिनी बस छ्यालमा बसी बोलाउने स्कुटी नचलेको भए पनि म त बाटोमा नाच्थेँ स्कुटी नचलेको भए पनि म बाटो आउन थालिसक्यौँ पछाडि हामी बल्ल आदित्य दादा र भन्नुसँग भेट्यौँ बटुक खाने ठाउँ रोकिरहेको बल्ल भेट्यौँ अहिले अब हामी सिद्ध बाबा नजिक आउन थालिसक्यौँ सिद्ध बाबा की जय जय हर हर guys we are finally home right yes नन स्टप गीत गाउँदै दोरी खेल्दै अझ तानसेनको मिनी बस कस्तो रमाइलो भयो अझै अरूहरू आउनुभयो होइन हामी मात्र आँखा
सो आजको भिडियोको लागि यति नै। अब अर्को भिडियोमा भेटौँला, बाई।